हेलो गाइज मराठी ब्लगको तर्फबाट तपाईहरु सबैलाई स्वागत छ। आज हैन म मेरो साथीभाइहरुसँग चाहिँ घुम्नको लागि गइरहेको छु र अब कहाँ घुम्न जान्छ भने चाहिँ यसको पूर्ण रूप हाम्रो किरण सरले दिनुहुन्छ र आज चाहिँ एकदमै धेरै मजा लिनेवाला छ र मजा आउनेवाला छ र मसँग हुनुहुन्छ हाम्रो यता जिजाजी जसो हाई गरिदिनु त अनि यता हाम्रो हुन्छ धावा सर शेखर घले कता हो शेखर घले सर उहाँ चाहिँ अब भर्खर हैन बाहिरबाट आएको यसो गरम माहौल छ भन्ने मलाई लागिरहेछ। शेखर सर जे होस् बबाल चाहिँ हिरो देखिरहेछ अनि किरण सर ल तपाईँ भनिदिनु आज हाम्रो ट्रिप कता कता हो। विशेष आज चाहिँ हाम्रो चन्द्रमुखी ताल प्लस अनि दोधार चाँदनी बस दुई ठाउँ मात्रै। चलो दुई ठाउँ मात्रै तर के छैन हामीले अरू ठाउँमा पनि घुम्न सक्छ के छैन तर अहिलेको हाम्रो ट्रिप चाहिँ एकदमै एक्साइटिङ भएर चाहिँ हामी के गरिरहेछौँ रे हाम्रो सरलाई पनि के अघि बढिरहेछ अनि हाम्रो तपाईँको नाम भनिदिनु त यार मैले भुलेँ। उहाँ चाहिँ प्रकाश घले चाहिँ हुनुहुन्छ अहिले चाहिँ उहाँ पनि बाहिरैबाट आएको जे होस् उहाँ पनि एकदमै गरम छ फायर भइरहेछ के छैन अहिले चाहिँ जे हो पनि यसो उहाँलाई चाहिँ धेरै दिन भयो अब घुमाइदिनु भनेर हामीले घुमाउन सकेन 2 दिन चाहिँ हाम्रो त्यसै काम क्यान्सल भयो र आज चाहिँ उहाँसँग चाहिँ हामी चाहिँ घुम्न गइरहेछ अघि नै भनिसक्यो घुम्ने ठाउँ चाहिँ तपाईँलाई लगाइस अब चाहिँ हामी अगाडि बढ्छु लेट्स गो। गाइस अहिले चाहिँ फाइनली हामी चाहिँ होइन चन्द्रमुखी ताल आइपुगिसकेको छ र हाम्रो किरण सर यता अनि चाहिँ हाम्रो जिजाहरू सबैजना अहिले चाहिँ ठिक्क हामी आइपुग्यो। अब केही छैन हामी चाहिँ एकछिन घुमेर चाहिँ ठिक्क हाम्रो चाहिँ सिधा अब टार्गेट भन्नु कि हाम्रो दोधारा चाँदनीको छ होइन त्यसपछि दोधारा चाँदनी जान्छ। तपाईँलाई म यहाँको भ्यूहरू देखाउन चाहन्छु म पनि कहिले आएको थिएन यो फर्स्टचोटि हो चन्द्रमुखी ताल मलाई लाग्छ अब तपाईँहरूलाई भ्यू देखाउँछु। अब गाइस फाइनली है तपाईँलाई म चन्द्रमुखीको भ्यूहरू देखाउन गइरहेको छु हेर्नु होला के कमी छैन म पनि पहिला सुटी आएको एकदम धेरै अट्र्याक्टिभ एकदम धेरै बबाल एकदम दामी लाग्यो मलाई चाहिँ ल चन्द्रमुखी ताल यही रहेछ गाई चाहिँ तपाईँहरूलाई आउनु होला चन्द्रमुखी ताल ओहो लास्टै बबाल रहेछ है तपाईँहरूलाई म देखाइरहेको छु हेर्नुहोस् ताल चाहिँ एकदमै धेरै ठुलो छ यो चाहिँ जो पानी पनि ग्रिन कलरको रहेछ। अनि शेखर सर तपाईँलाई हेर्दा कस्तो लाग्यो त एकदम रमणीय अनि हजुरलाई प्रकाशजी एकदम म चाहिँ एकदम रमणीय हैन तपाईँ पनि फर्स्टचोटि त होला फर्स्टचोटि ल उहाँ पनि फर्स्टचोटि छ म पनि फर्स्टचोटि हो भाउ सर तपाईँलाई कस्तो लाग्यो त चन्द्रमुखी एकदम बवाल ठिक छ अब ल अलिकति यस्तो गर्नु यस्तो घुमाउनु होइन अगाडि किरण सर खोइ डेकोरेसन पनि गरेको रहेछ सानो सानो यो के धर्जो हो कि किरण सर या यसलाई चाहिँ धर्जो भन्दो रहेछ। कहाँबाट आएको बाबु कहाँबाट आएको ल यहाँ चाहिँ अहिले सबैजना है चन्द्रमुखी ताल हेर्नुलाई चाहिँ विद्यार्थीहरू पनि आएको रहेछ जोस् सबैजना यसरी आइरहेको छ अब जो जोस् यो भर्खर अब खुलेको ठाउँ हो त्यो भएर चाहिँ अब सबैजना चाहिँ आइरहेको छ। त्यसो बाबु हो त्यसो कुन स्कुल कुन बोर्डिङ स्कुलबाट हो ए घुम्न आएको ल आइ गर जोस् होइन यसरी घुम्न आइरहेको छ छुट्टी भएको छ। ल अब चाहिँ हाम्रो दोस्रो टार्गेट चाहिँ सिधा चाहिँ कहाँ हो दोस्रो टार्गेट किरण सर दोधार चाँदनी ल स्पेसल हाम्रो जिजा पनि अहिले चाहिँ एकदमै बाइक चलाउनुको लागि रेडी भइरहेको छ बाइक केटाहरू खोइ त ल म पनि एकदम एक्साइटेड छ किरण सरले चाहिँ उता बाइक चालु गरिसक्यो र बाँकी धावा सर पनि तयारी छ गाइस अब हामी ओके ल
गाइज फाइनली चाहिँ हामी 3-4 घन्टाको सफर पछि चाहिँ यो महेन्द्रनगर हुँदै महेन्द्रनगर चाहिँ गड्डा चौकी हुँदै र एकदमै धेरै फेमस पुल भाइरल पुलमा आइपुगिसकेको छ र मलाई चाहिँ जो आज एकदमै धेरै बबाले रमाइलो लाग्यो किन लाग्यो र पुल पनि एकदमै भाइरलै छ किनभने तपाईँहरूलाई म देखाउन चाहन्छु क्यामेरामा कैद छैन पुल चाहिँ पुरो यति धेरै लम्बाइ छ कि के भन्ने अब पुरै क्यामेरा आउनु लाग्छ यति धेरै लामो पुल छ होइन अनि जिजा अनि तपाईँ आजको यो मतलब हाम्रो यो यात्रालाई के भन्नुहुन्छ मतलब अहिले घुमिरहेको छौँ नि त हामी एकदम अब साथीभाइसँग धेरै वर्षपछि भेटघाट भयो 2-3 जना साथी हाम्रो विशेष गरी शेखर घले सर हुनुहुन्छ उहाँले चाहिँ अब यसो सुदूरपश्चिमतिर घुम्ने ठाउँ के कस्तो छ घुमौँ भन्न लाग्नुभयो त्यसपछि अब केही त्यस्तो प्लानिङ त थिएन इमर्जेन्सी जस्तै त्यतिकै अपर झटमा आइयो जोस घुम्न आयो हामी अब अनि तपाईँलाई भाइरल पुल चाहिँ कस्तो लाग्छ भाइरल पुल यसो भन्दिन ठिकै छ भनौँ तर धेरै राम्रो पनि होइन धेरै नराम्रो पनि होइन एकदम ठिकै छ धावा सर भाइरल पुलको बारे भनिदिनु तपाईँ एकदम बबाल तपाईँलाई कस्तो लाग्यो एकदम रमाइलो अब फर्स्ट टाइम आयो हैन अनि शेखरजी तपाईँलाई कस्तो लाग्यो बब्बाल भन्दा महाबब्बाल क्या झक्कास एकदम घुम्नलायक छ नि एकदम ल ल ल तपाईँको साथ फर्स्ट ट्रिप होला फर्स्ट ट्रिप हो मेरो अनि ज्या तपाईँको फर्स्ट हो कि यो कस्तो हो यहाँ फर्स्ट टाइम हो तपाईँ पनि फर्स्ट टाइम रहेछ अब होइन फेरि उता तलतिर दोधारा चाँदैपछि थर्ड टाइम हो नै दोधारा चाँदिर जाने हो अब किरण सर अनि भन्नुहोस् त तपाईँलाई यो आजको हाम्रो यो हल्का यो मतलब टुरको बारे भनिदिनु न कस्तो लागिरहेछ तपाईँलाई गाइज होइन हाम्रो सर्वप्रथम त हाम्रो आरके भ्लगलाई चाहिँ सब्सक्राइब गरिदिनु होला प्लस लाइक पनि गरिदिनु होला होइन हामी चाहिँ लगभग धेरै कति लगभग 2070तिर चाहिँ होइन हामी दोधार चाँदिन आएको थियो लगभग 10-12 वर्षपछि चाहिँ हामी आउँदैछौँ हाम्रो साथी विशेष गरी हाम्रो साथीलाई चाहिँ भेरी स्पेसली नमस्ते म चाहिँ घुम्नको लागि मात्रै आएको है आज मलाई यहाँ एकदम रमाइलो भइसक्यो होइन एकदम रमाइलो लागिरहेछ हाम्रो आरके ब्लगलाई चाहिँ हजुर हजुर लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला प्लिज अनि तपाईँलाई म एउटा कुरा सोध्छु तपाईँलाई चाहिँ आज टक्कै घुम्न आएको छ होइन हजुर मतलब यो टुर चाहिँ कस्तो लाग्यो यो ट्रिप एकदम रमाइलो एकदम बबाल लाग्यो नि अनि यो भाइरल पुलको बारे कस्तो लाग्यो त यो त सोच्नै नसकेको यो ड्रिम जस्तो लागिरहेछ क्या मलाई चाहिँ एकदमै बबाल होइन एकदम बबाल यो पुल हेर्नु न फेरि सिधा आमामा यति लामो छ कि ठ्याक्कै देख्दैन क्यामेरा पनि कोही छैन अनि हाम्रो यता चाहिँ ठ्याक्कै यो पुल सरी खोला छ भने यता पनि खोला छ भन्ला चाहिँ योभन्दा उता चाहिँ इन्डिया छ र हाम्रो यता चाहिँ 100% नेपाल हो यो पुल चाहिँ मलाई लाग्छ मैत्रीपूर्ण भएर चाहिँ बनाएको जस्तो लाग्छ यो पुल दुईटै देश मिलेर इन्डिया र नेपाल जस बबाल लाग्यो मजा लाग्यो र यसपछि हाम्रो दोस्रो ट्रिप चाहिँ हामी सिधा गइरहेको छौँ फेरि दोधारा चाँदिन चाहिँ अहिले सायद क्यामेरामा आउँदैन होला तपाईँहरूलाई उता छ उतापट्टि जाने हो सिधा धेरै त छैन यस्तै 2-3 किलोमिटर छ यो भाइरल पुल चाहिँ हामीले पुरा घुमेर सकिसकेका छ किनभने चाहिँ मलाई लाग्छ होइन अब लगभग हामी आधा घन्टा जति त भाइरल पुलमा हामी टाइम पास गऱ्यो यताउता फोटो खिच्यो भिडियो बनायो अब चाहिँ हाम्रो नेक्स्ट टुर कता छ भनिदिनु तपाईँहरू ल नेक्स्ट टुर दोधारा चाँदिनलाई सुरु छ ओके लेट्स गो फाइनली चाहिँ हामी दोधारा चाँदिनी पुल हेर्न आइसकेका छ र अहिले ठिक्क हामी दोधारा चाँदिनी पुल आइपुगिसक्यो ओके अनि किरण सर यता हेर्नुहोस् तपाईँलाई कस्तो अनुभव भइरहेछ त आई एम सो ह्याप्पी टुडे होइन सो आरके सरको भ्लगमा चाहिँ यु आर इङ्ग्लिस टकिङ दिस नाइट टाइम यस ओके जे यु आर इङ्ग्लिस टकिङ इन नेपाली हो नेपाली मान्छे नेपाली बोल्नु ओके जिजा अनि तपाईँलाई एक्साइटेड कतिको छ त अहिले एकदम बवाल भइरहेको छ नि बवाल ल अनि यता चाहिँ हाम्रो धावा सरहरू हिँडिरहेको छ हामी ल गाइस फाइनली चाहिँ हामी गइरहेको छ अहिले सिधा दोधारा चाँदिनी पुल हेर्नको लागि र अहिले चाहिँ हाम्रो लगभग अब साँझ भइसक्यो कति बजी यहाँ त्यसरी एकदम धेरै भिड हुँदो रहेछ है बाइकको आवाज एकदमै गाह्रो ल ओ बा ल स्वर्ग देखियो ल स्वर्ग दाउसर तपाईँ मलाई पढिदिनु न गाइस फाइनली चाहिँ मैले स्वर्ग देखेँ तपाईँहरूलाई मैले स्वर्ग भन्थेँ नि हेर्नु स्वर्ग यही रहेछ ओ बाबा म भन्नै सक्दिनँ बयान अहिले कस्तो राम्रो भ्यू आइरहेछ
यो चाहिँ हाम्रो मोबाइलको क्यामेरामा सायद आउँदैन होला यो भ्यू पुरै यो चाहिँ हाम्रो सिधा अब यो नेपालदेखि इन्डियाको बोर्डर टच होला मलाई जहाँसम्म लाग्छ र अगाडि बढौँ तपाईँहरूलाई म अझै पनि धेरै सिनहरू देखाउँछु र यतापट्टि चाहिँ खोला चाहिँ मैले भनिसकेको छु उतापट्टि खोला छ अनि यतापट्टि पनि खोला छ अनि यतापट्टि चाहिँ हाम्रो गाउँघर छ है हामीले चाहिँ लाग्छ हाम्रो केटाहरू सबैजना रहेछ हामी चाहिँ लगभग यस्तै उता चाहिँ हामी भाइरल पुलमा लगभग आधा घन्टा यता फोटोसोटो खिचेपछि हामी यता आएको छौँ अब यता पनि फोटोसोटो खिच्छु अलिअलि भिडियो बनाउँछु अनि जान्छु है तपाईँहरूलाई म एउटा कुरा के भन्न चाहन्छु भने चाहिँ हामी सिधा धनगढीबाट आउँदा चाहिँ अलिकति बाटो चाहिँ अलिकति गाह्रो चाहिँ भयो किनभने आज चाहिँ हल्का बाटो भुले यताउता गर्दा है प्रायः केही थिएन नत्र चाहिँ बबाले भइरहेको थियो है घुम्नको लागि चाहिँ म ठ्याक्क अहिले चाहिँ बिच सेन्टरमा छ र भ्यू चाहिँ एकदमै धेरै इमेजिङ र हेर्नुहोस् यहाँको यसरी चाहिँ होइन यो तारहरूले चाहिँ तार चाहिँ त्यो फलामको यसो डन्डाहरूले चाहिँ यसरी बानेको रहेछ पुल चाहिँ एकदम मजबुत है त्यस्तो हल्लिँदा पनि हल्लिँदैन कि धेरै पुरा छ त्यो हल्का पनि यसरी पुरा यो चाहिँ एकदम धेरै स्ट्रङ रहेछ है जे होस् मलाई लाग्छ यहाँ त जस्तै बाइकहरू चाहिँ कुदाएको हुन्छ अटो सटो पनि ल्याउँदा फरक त पर्दैन तर अलिक सानो ठाउँ भएर चाहिँ ल्याउन चाहिँ अलिक मिल्दैन होला मलाई जहाँसम्म लाग्छ तर भ्यू चाहिँ एकदम इमेजिङ है किनभने चाहिँ अहिले हामी चाहिँ घुम्दा अब साझा पनि भइसक्यो क्या त्यही भएर चाहिँ अलिकति हामीलाई मतलब अहिले ढिलो भएको कारणले गर्दा चाहिँ हामी इमर्जेन्सीमा घुम्न लाग्छ त्यस्तो केही पनि छैन र तपाईँहरूलाई मैले भनिसकेँ भ्यू जति पनि हेर्नुहुन्छ तपाईँहरूलाई चाहिँ मैले भ्यू देखाइसकेको छ तपाईँहरूलाई कस्तो लाग्छ र मेरो आरके टिम चाहिँ भ्लगमा गएर चाहिँ तपाईँहरूले चाहिँ कमेन्ट गर्नु 100% नबिर्सिनु होला जसरी पनि कमेन्ट गर्नु होला तपाईँले चाहिँ भ्यू कस्तो लागिरहेको छ गाइज है गाइज फाइनली चाहिँ अहिले हामी चाहिँ होइन 4-5 घन्टा घुमेर चाहिँ अहिले चाहिँ हामी खाजा खाने ठाउँमा आइपुगिसकेको छ यो चाहिँ सिधा हाम्रो यो हाइवे रोड यो कहाँ हाम्रो महेन्द्रनगर होइन सिसैया चोकमा आएको छ अहिले चाहिँ हामी तक खाजा खाने बेला भइसकेको छ र केटाहरू चाहिँ अब खाजा खान एकदम रेडी छ सबैजना र अहिले चाहिँ होटेलको डेकोरेसन पनि देखाउनु गइरहेको छ यहाँ चाहिँ मस्त यसरी है जिजा हुनुहुन्छ घले राजा दुईजना है ल अहिले चाहिँ फाइनली अब खाजा खानको लागि रेडी भइरहेको चाहिँ खाजा आउँछु यहाँको डिसहरू चाहिँ होइन मोमो अनि चिल्ली होला यता चिकन राइस अनि यता चाहिँ चिकन रोस्ट है गाइज फाइनली चाहिँ अहिले हामी खाजा खाइरहेको छ म तपाईँलाई भनिसकेको थिएँ डिस चाहिँ एकदम धेरै टेस्टी एकदम इमेजिङ एकदम बबाली रहेछ जोस एकदमै भोक लागेर चाहिँ अहिले धडाधड खान लागिरहेको छ है किनभने 4-5 घन्टापछि खाएको खाजा पनि घरबाट आएकोबाट चाहिँ सिधा अहिले खाजा पहिलाचोटि अहिले एकछिनपछि सायद फेरि केही पार्टी साइटी भयो भने तपाईँलाई म देखाउँछु त्यो भिडियो पनि देखाउनुहोस् यता बाँकी उता चाहिँ हाम्रो जिजा अनि उता किरण सर अनि यता हाम्रो प्रकाश घले सम्धी र हाम्रो शेखर सम्धी अनि यो पनि आज हाम्रो पार्टनर नाम राख्दैन एउटा उसको नाम कान्छी हो ओ कान्छी त्यो मोबाइल नम्बर देऊ न गाइज फाइनली चाहिँ हामीले होइन दोधारा चाँदनी पुल भाइरल पुल घुमेर सकिसक्यो अहिले चाहिँ हामी घर फर्किन लाग्छ किनभने राति पनि भइसक्यो र तपाईँहरूले मेरो आरके टिम चाहिँ भ्लगमा गएर प्लिज लाइक सब्सक्राइबर एन्ड बेलायकन दबाउन नभुल्नु र धेरैभन्दा धेरै सेयर गर्नु यति भन्दा मेरो आरके टिम भ्लगको तर्फबाट आजको लागि बिदा हुन्छु ओके गाइज बाई बाई